ल यतिखेर चाहिँ हामी ओसो तपोवन यो मुर्कु भन्ज्याङ ओसो तपोवन मुर्कु भन्ज्याङ हिँड्दै जोबेर यो ओसो तपोवन हुन्छ कलतिर चाहिँ पुरा पार्किङ तपोवनको इतिहास छ र हामी यहाँ आएको थियौँ आउँदाखेरि हामी जाँदाखेरि चाहिँ हामी ठ्याक्क त्यस्तैसम्म यहाँ देखाउँदै लगभग बाइपासबाट कति किलोमिटर होला यो हजुर बाइपासबाट 5 किलोमिटर है बाटो चाहिँ बाटो राम्रो छ के छ मनलाई शान्ति गर्न मन लाग्यो भने ध्यान बस्न पऱ्यो भने ओसो तपोवन आउँदा भयो हप्ता दिनको कति चार्ज दिन्छ अरे त्यो चाहिँ पल्लो बोक्ने गाडी बोर्ड बोक्ने गाडी भयो किन बिहादेखि चाहिँ ब्याङ्गर छ भनेर क्यामेरा लुकाएँ तर गर्नु चाहिँ गर्दैन होला अलिक बिस्तारै हिँड्नु छ यहीँ कस्तो नाइस जङ्गल छ हिँड्न किन यहाँ खिचिरहेको ठिक ठिकै मजाले स्मुथ आउनु पऱ्यो नि हेर बुझाएर पनि हेर्नु पऱ्यो नि ल यहाँ यो आर्मी ब्यारेक हो के हो निकुञ्जको काठमाडौँ सहर हेर्दा लाग्छ Kira awasara गोर्खाको डाँडैमा सारा भनेको यस्तै यस्तै हो हेर्नुहोस्
जराहरू तरकारी खेती अब टनेलमा अब त्यहाँ के रह अब 5 मिनटको दूरीमा 5 मिनट दौरा यसरी गर्छन् मान्छेहरू यो यात्रा सुनौलो अनि साथ तिम्रो फलफसाको दामी भएर दामी आयो यही बाइकमा सर घुम्ने होइन टक्क के हो ल यार्छ गुम्बा खोज्नु गयो मान्छेहरू यार्छ गुम्बा केटीहरूले मुख छोपेर किन हिँडेका ल गाडी आयो 20वटा आयो दाइ केटीहरूले मुख छोपेर किन हिँडेका चिन्छ भनेर क्या चिन्छ गयो है जङ्गल टक्क हामी अब यहाँ आइपुग्यौँ नि सर अब अहिलेको हामी फेरि टु बी कन्टिन्यू है हामी एकछिन टिकटक बनाउनमा व्यस्त छौँ यहाँ गुफाको नाम के अरे यो गुफा हजुर नाम के हो त गुफा भन्थ्यो सिद्धेश्वर गुफा फुलबारी गेटको गुफा भन्थ्यो होइन फुलबारी गेट हो यो चाहिँ हामी फुलबारी भैरवी गढ यहाँ खिचिदिन्छ राजा बस्ने ठाउँ हो यो मासतिर चाहिँ अनि यो हाइकिङ जाने ठाउँ पनि हो मासतिर हाइकिङ जाने ठाउँ पनि हो मासतिर खिच्न पनि नदिनु मैले तल भनेको थिएँ नि भाइ आज त्यो हाइकिङ हेर्दा थियो देखाएको थियो चाहिँ खुब भाइरल भएको थियो नि त पीछे पीछे क्या हुआ आगे से हमारे इंडियन क्या किया जाएंगे पीछे से देखा आगे से कुछ नहीं देखा है वैसे थोड़ा धीरे करो धीरे 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 से मेरे जिंदगी में आना हो धीरे धीरे से मेरे जिंदगी में आना ला 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 माया नहीं माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो नाउँमा प्रीति नै प्रीति छ तिम्रो अष्टनारायणहरूमा अष्टनारायणहरू यो लगाइ जसमा होला यहाँ फेरि भेट ट्याक्कै हामी बाइपास आइपुग्यौँ बाइपास सबैमा आउँदैछौँ तपाईँहरूमा बाइपास सबै माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो नाउँमा ट्याक्कै हामी बाइपास आइपुग्यौँ यता फेरि बाइक पाएर छ यता माथि This is the bypass road, bypass road. अब यहाँ धुवा धुलोले मान्छेलाई सास फेर्दै गाह्रो
ठ्याक्कै यो माछा चोक बाइपास माछा चोकैमा देखिन्छ त्यो मुटो यहाँ कालीमाटी यहाँ ठ्याक्क फोन गऱ्यौँ ठ्याक्कै यो हिमालयन सिटी सेन्टरको त्यसबाट कहाँ झरा पऱ्यो क्या आइपुग्यो अनि ठ्याक्कै गुणस्तरभित्र छिर्यौँ साह्रै हिँडेर हामी आइपुग्यौँ अब लाग्ला है त्यो जुन पासाहरूको यो भने नि हो त्यो छ ठ्याक्कै अब यहाँ त्यो पार्टी प्यालेस अगाडि आइपुग्यो नयाँ पार्टी प्यालेस ब्लुटुथ मागेर केलाई एउटा सानो कानमा लाउने खाले माइक हुँदैन त्यसलाई सानो खाले प्रडक्ट 14,000 14,000 राम्रै आउँछ 14,000 त्यहाँ गुम्बा मन्दिर ठ्याक्कै अलिक सस्तोमा आउँदैन 5-7 हजारमा आउँछ होला है किन भन्नु तारकेश्वर धाम गुम्बा मन्दिर ठ्याक्क अब म यहाँबाट चाहिँ इन्ड गर्छु है